हेर्नु न साथीहरू, तपाईँहरू पनि यो हत्यारा हो त? तपाईँहरूलाई हत्यारा जस्तो लाग्छ त? मलाई चाहिँ यो हत्यारा जस्तो लागेन, किनभने पैसाको लागि युज गरेको जस्तो लागिरहेछ। र अब यस्तो बोल्न पनि नसक्ने मान्छेलाई चाहिँ उहाँ झिकाएर चाहिँ किन उहाँहरूलाई मात्रै गरियो त? सोधपुछ गरियो, उहाँहरूलाई मात्रै मिलेमतोमा बोलाइयो त? यदि अब उहाँहरूले सक्नुहुन्थ्यो भने आएर गाउँ समाज सबै भएको ठाउँमा नै निर्णय लिन सक्नुहुन्थ्यो होला त। तर यो चाहिँ किन गर्न सक्नु भएन? मलाई चाहिँ यही कुरा चाहिँ नबुझेको कुरा चाहिँ यही हो। र यो हत्याराको कुरामा चाहिँ यो हत्या गर्ने मान्छे चाहिँ हो जस्तो लागेन मलाई चाहिँ, किनभने अब यो मान्छे अलिकति बयान दिन पनि अकमकाएर उसले बोलेको कुराहरू पनि कतिपय मिलिरहेको छैन। अनि उसले कति सहजै यसो गर्यो उसो गर्यो भनेर अब बोलिरहेछ, अलिकति कुरा बनाए जस्तो खालको बोलिरहेछ। सोधेको कारणले पनि मलाई चाहिँ लागेको छैन। तपाईँहरूलाई चाहिँ के लाग्छ कमेन्ट गर्नु ल साथीहरू प्लिज। र सब्सक्राइब पनि गरिदिनु मेरो च्यानललाई। सधैँ हामी तपाईँको साथमा छौँ है। धन्यवाद।